पारिपट्टिको पनि देखाउँदैछु हल्का फुल्का, त्यति राम्रो चाहिँ देखिँदैन। साथीहरू मेला यस्तो लाग्दैछ, कस्तो लाग्दैछ भन्ने, मेला यस्तो लाग्दैछ। मेला त यसपालि सबै रातो लागेछ यार। पारिपट्टि चाहिँ तपाईँको एउटा ठुलो रोडे छ भने एउटा सानो मात्रै छ र अरू कुराहरू धेरै छैन। यतापट्टि चाहिँ यतापट्टि छ होला होइन, तल तल र खोलाको ढिलढिलु माथि माथि गाडी गाडी देखाएर डर नदेखाऊँ, हामी डरने वाला आदमी नहीं है। ल अब हामी यहाँदेखि कट्न चाहिँ गाह्रो हुने अवस्था देखिरहेको छु। अब सुरुङमा आउने क्रममा चाहिँ एकदम भिडभाड गाडी चाहिँ एकदमै धेरै भिडभाड छ, देख्न सक्नुहुनेछ। भने हर हर महादेव, हर हर महादेव। उभिले भए ट्याप्प उभियौँ, जाने भए ट्वाक्क जाउँ। हर हर महादेव उभिएको उभै गरेपछि के गर्नु, झुक्क्याउने काम नगरौँ। हर हर महादेव, जय जय शम्भो। होचो भयो क्या माछा, यसलाई अग्लो बनाउनु मिल्छ होला है। वा 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 वा, हेर्न सक्नुहुनेछ भिडभाड। जय जय शम्भो। हेर्न सक्नुहुन्छ भिड भिड। यता त गाडी पार्किङ त बरिलाई 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 लाई। हजुर गाडी पार्किङ हेर्नु न, गाडी पार्किङ त यो ताती देख्न सक्नुहुन्छ तपाईँहरू। यहाँनिर गाडी पार्किङ यति धेरै छ कि कारै कार, गाडी नै गाडी, बाइकै बाइक। गाडी हेर्नु न, ऊ पर छ भने पार्किङ पार्किङ बहुत माइतीलाई चाहिँ यस्तो लाग्दैछ। यसरी भव्यसँग मेला सुरु भइरहेको छ। पिक्चर मेसिन पनि पार्किङ छ, हेर्न सक्नुहुन्छ। मेलामा पार्किङ भइरहेको छ। यति मात्रै आजको हाम्रो यो 2082 सालको मेलाको भ्लग चाहिँ यहीँ अन्त हुन्छ। किनभने अब मेला सकिसकेको छ, अब के देखाउनु र जङ्गलघारी मात्रै।